नमस्ते अनि जय मसी हजुरहरू सबैजनालाई। अब म आज चाहिँ कतिजनाको प्रश्नको उत्तर दिँदैछु कि अब पसलमा अनि मलाई माया गर्ने व्यक्तिहरू मेरो आफन्तहरूले भन्नुहुन्छ कि तिमी पहिलाभन्दा अहिले धेरै खुसी देखिन्छौ, तिमी राम्री भएको छौ भन्नुहुन्छ कि। अब यसको उत्तर चाहिँ हजुरहरूलाई है म के भन्न चाहन्छु भने अब म त विश्वास गरेको धेरै वर्ष भयो नि त। धेरै वर्ष भए पनि मेरो साँचो हृदयले चाहिँ उहाँलाई चिन्न सकेको नरहेछ कि। जबदेखि मैले उहाँलाई साँचो मेरो मनले होइन मेरो हृदयले उहाँलाई चिने, त्यसपछि मेरा सबै चिजहरू चाहिँ दुःख कष्टहरू सबै हटेर गयो कि म उहाँमा रमाउँछु कि। किनभने मेरो उहाँले भन्नुभएको छ नि त पत्रुस 1:5-7 यसरी लेखेको छ, तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदियो किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। आमेन। साँच्चै है मेरो हृदयमा भएको चोटहरू होइन मेरो हृदयमा भएको कुराहरूलाई जबदेखि मैले परमेश्वर उहाँमा सबै कुरा सुम्पिदिएँ नि त, उहाँलाई सबै कुरा मेरो यस्तो छ होइन, मेरो सबै हरेक चिजहरू उहाँलाई भनिसकेपछि चाहिँ उहाँले मेरो हरेक पीडाहरूलाई होइन हरेक चोटहरूलाई चाहिँ उहाँले मेरो वचनद्वारा चाहिँ मलाई निको पार्नुभएको छ कि। त्यही भएर म एकदम खुसी छु उहाँमा होइन। मेरो खुसी हुनुको कारण चाहिँ जबदेखि मैले साँचो हृदयले प्रभु येशू ख्रिस्टलाई चाहिँ मेरो मुक्तिदाता र मेरो जीवनको सारा मालिक सम्झेँ, त्यस दिनदेखि चाहिँ म एकदमै खुसी छु। मेरो खुसी हुनुको कारण चाहिँ प्रभु येशू हुनुहुन्छ है।